गेम सम्पन्न गर्न विभिन्न दाताहरूले हामीलाई सहयोग गर्नुभएको छ। ती सम्पूर्ण दाताहरूलाई हामी पुष्ट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी हाई गाइस, गुड मॉर्निंग, वेलकम टू माय न्यू ब्लॉग। सो आज मैं थोड़ी सी शादी के माहौल का कुछ एंजॉय करने वाला दिखाने वाला हूँ आप लोगों को। सो हेल्प करना प्लीज़, लाइक कमेंट शेयर कर देना और ऐसे वीडियो आते रहेगा टाइम पे। आप लोग साथ सपोर्ट, लाइक कमेंट एंड शेयर कर देना। थैंक यू वेरी मच। तो भवेश कार्यक्रममा गएका छौँ। अब म उहाँहरूको नाम मात्र गर्नेछौँ। उहाँहरू स्कुलको अग्र स्थानमा आएर अब मायाको ठुलो कुरा गरिदिनुहुन्छ भनेर पनि हामीले आशा लिएको छौँ र यो क्रिकेट बोर्डलाई पुनः ग्राउन्डतर्फ राख्नु आग्रह गर्न चाहन्छु। राजेश हेमनजी उहाँ पनि युथ बक्सिङ च्याम्पियनसिपमा गोल्ड मेडलिस्ट हुनुहुन्थ्यो हाम्रो जमेगढीबाट। उहाँलाई पनि म अग्र स्थानमा बोलाउन चाहन्छु। हेमनजी, राजेश हेमनजी आएर मायाको ठुलो कुरा गर्नु होला। त्यसरी राष्ट्रिय बक्सिङ धन्यवादजी। त्यसै गरी मेदिनगर 15 निर्कोलीबाट 25 स्टेडियम 54 केजी बक्सिङमा गोल्ड मेडलिस्ट हासिल शिव गर्नुलाई म आग्रह गर्न चाहन्छु। हामीसँग क्यामेराम्यानको तर्फमा हामीलाई सहयोग गर्नुभएका स्टुडियो प्लसका सञ्चालक श्री सुजन खवासजीलाई। त्यसै गरी अब हाम्रो खेल केही समयमै सुरु हुनेछ। आज हाम्रो खेलमा पाल्नुभएका त्रिवेणी युवा क्लबका खेलाडीज्यूहरू एवं बेलबारी एफसी मोरङबाट पाल्नुभएका सम्पूर्ण खेलाडीज्यूहरू एवं टिम म्यानेजर टिम कोचज्यूहरूलाई हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। त्यसै गरी तयारी अवस्थामा राखिदिनुहोला र रोबिन बस्नेत मेदिनगर 15बाट म रोबिन बस्नेतज्यूलाई म अग्र स्थानमा बोलाउन चाहन्छु। उहाँले हामीलाई प्रत्यक्ष सहयोग गर्नुभएको थियो खटेर। नाम चेन्ज गरेर खुदै खुसी जस्तो। राजोशीलाई पनि म अग्र स्थानमा आमन्त्रण गर्न चाहन्छु। करण चौधरीज्यू, असीम कटवालज्यू, राज भिलाल, विनित पाण्डे, प्रशान्त कटवाल, निर्मल खत्री। प्रशान्त कटवालज्यूलाई पनि म अग्र स्थानमा आमन्त्रण गर्न चाहन्छु। विनित पाण्डेज्यू, असीम कटवाल, राज भिलाल, निर्मल खत्री, अर्पण शिवाकोटी, प्रतीक सुवेदी, राजदीप अधिकारी, कटेल, सन्तोष राजवंशी, दिया कार्की लगायत मैले नाम मात्र रोहित श्रेष्ठ, जिल्लापालिका अध्यक्ष समाजसेवी आदरणीय नोएमर विक्रम नेमाङज्यूको भइसकेको छ। उहाँलाई पनि म स्टेजमा आएर विशेष अतिथिको आसन दर्जा दिन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी म समाजसेवी एवं युवाहरूको दुर्गुनी श्री ध्रुव नेमाङज्यूलाई पनि म अतिथिको आसन दर्जा दिन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी भैया रोटिया जिंदगी में है किला
वहाँ धौसी गीत हुन्छ नि आसमा धौसी गीत अहिले भाइरलको नाम त नाम सुना हाय गाइस, थैंक यू फॉर वाचिंग दिस वीडियो। फिर से मैं ऐसे ऐसे वीडियो लाते रहूँगा आप लोगों के लिए, और साथ सपोर्ट, लाइक, कमेंट, शेयर कर देना। थैंक यू वेरी मच, लव यू ऑल।